कति माया गरेको अहिले लाउने बेलै भएको छैन तिमीहरूले सक्दैन त्यो मासु भात खाँदैन घरमा चाहिँ यता त्यही खाँदैछ पर्दैन डग फुड किन्नलाई अघि तिमीहरूले कहाँबाट ल्याएको कुकुरहरू गाउँबाट कहाँ गाउँ काभ्रेदेखि ल्याएको अनि बाबाले पाल्न दिनुहुन्छ तिमीहरू कहाँ बस्छौ मम्मी चाहिँ के गर्ने मम्मी बाबा अनि स्कुल जाँदा चाहिँ कसले हेर्छ अनि छिमेकीहरूले गाली गर्दैन र छिमेकीहरूले गाली गर्दैन र सुतेछ कस्तो मजाले लुगा पनि हेर लगाइदिएछ घरमा मम्मीले बाबाले पाल्न दिनुहुन्छ कति माया गरेको क्या यिनीहरूले अझै डग फुड छैन प्लेट बेल्ट कति हो अरे माया गरेर पाल है त केटा हो कि केटी हो त्यो त्यस्तो कुकुरको माया लाग्छ ए हेर न धेरै माया लाग्छ कुकुरको भविष्यका एनिमल लभर हामी पछिका एनिमल लभरहरू छन् बिचरा त्यसलाई बेल र डग फुड खाँदिन मन लागेको कहाँ बस्छौ अर्को महिना आऊ ल म किनिदिन्छु अलिक खाने भएपछि आऊ ल अहिले खान सक्दैन यिनीहरूले सानो छ नि त यस्तो दिनुहुन्न अहिले पचाउँदैन बिरामी हुन्छ केटा हो कि केटी हो छोरी छोरी हो 6 महिनापछि आऊ ल अनि म अपरेसन गराइदिन्छु मोटो रहेछ है है 6 महिनापछि आऊ ल अपरेसन गर्नुपर्छ फेरि धेरै बच्चा पाउँछ नि त अपरेसन गराउनुपर्छ ल यिनीहरूको 6 महिनापछि यी दाइला भन ल कति माया गरेको के दुध कसलाई ल्याए यिनीहरूलाई नै दुध कसको लागि भविष्यको एनिमल लभर हो तिमी पनि पढेर के गर्ने पढेर एनिमलको डक्टर बन न त कुकुरकै त्यो र त्यो अनि तिमी चाहिँ के भन्ने भाइ पछि भाइले खोल्छ उनीहरू बिजनेस भाइले सपोर्ट साथी साथी हुन्छ अनि तिमी चाहिँ कसरी ल्याएछ तिमीले काभ्रेदेखि मम्मीलाई भनेको मम्मी गाउँबाट कुकुर लिएर आउन भनेको मम्मीले भने ल ल अन्त्यपछि म कहिलेको गाउँ गएको अन्त्यपछि मैले लिएर आएको तिनटै लिएर आएको केमा हालेर लिएर आउँदा एउटा गाडीमा कस्तो माया काखमै बोकेर ल्याएको कस्तो माया लाग्ने तिमीलाई कुकुरलाई कसरी हान्यो भने तिमीलाई रिस उठ्छ होइन अरूले चाहिँ मान्छे अरूले कुकुरलाई हान्दा रिस उठ्छ कि उठ्दैन झगडा गर्छौ मान्छेसँग अरूसँग मैले तिमीहरूलाई अघि माइक्रोबाट देखेको थिएँ क्या तिमीहरू उता गइरहेको थियो नि त अनि त्यतातिर चाहिँ के गर्न गयो अघि न कुकुर बोकेर कस्तो मायाले सुताएको हो कि आफ्नो बच्चा कसरी धेरै बाहिर नघुमाउला अहिले सानो छन् घरमै अनि डुलाउनु हुँदैन घरमै राख अहिले धेरै बाहिर भ्याक्सिन कसले हानिदिन्छ होला है ऊ एनिमल लभरहरू भ्याक्सिन हानिदिनु डिस्टेम्बरको यति माया गर्ने बच्चाहरू छ अनि अब 20 रुपियाँ जाने बिस्कुट पो छ त थाहा छ 1 month अनि 10 रुपियाँ यहाँ मसँग छ बिस्कुट त्यो नदेऊ ल यहाँ छ ल पक्का म दिन्छु बिस्कुट यहाँ छ हेर त यो देऊ ल
देऊ ल अबदेखि यस्तो हुन्छ गुलियो त्यो गुलियो तिमीहरू नै खाऊ ल अनि यत्रो किन्ने पैसा चाहिँ कसले दियो ए अब सबजना सेयर गरेर खाने हो खाजा अनि तिमीहरू स्कुल कतिमा पढ्छौ कुन स्कुल कुन नाम भन त माथि उता थाहा छ मलाई थाहा छ त्यहाँ तिमीहरूलाई थाहा छ म जस्तै एउटा टिचर हुनुहुन्छ नि छ कि छैन है सेम म जस्तै छ है के हो नाम मेरो र सगु म्यामको फेस मिल्छ कि मिल्दैन घरमै खाइदिने धेरै नउ गर ल घरकै घरमा यस्तो यस्तो किन्नु पर्दैन क्या यस्तो किन्नु पर्दैन घरकै देऊ ल भविष्यका एनिमल लभरहरू कर्णधारहरू के भन्छ कर्णवीर कि के भन्छ त्यस्तै हो के हो त्यो भने ए दु पपी दिइहाल्छ कहिले ल्याएको आज ल्याएको कि कति दिन भयो ल्याएको यहाँ त हो म पिटौँ कुकुरलाई के गर्छु मैले पिट्यो भने यिनीहरू अहिले बिमेना घुम्ला होला बिचरा कति माया गरेको बाहिर छोड्नु रोड नछोड म अनि भ्याक्सिन लाउनु पर्ने लाग्दैन के पैसा तिमी यत्रो सानो चाहिँ कसरी तिर्छौ भन त तिमीहरूको घरै देखाएको छैन मैले अनि नारायण चोकमा त्यत्रो घर छ नि कहाँनिर आउनु त म कुकुर खोज्न न तिमीहरूको भिडियो देखाएर आउनु कति धेरै होटल छ त्यहाँ बाइक त्यो वास गर्ने ठाउँ खाने डक्टर हो है त्यो मेडिकल तिमीहरू सटरमा बस्ने ल म खोज्दै आउँला ल कसैले भ्याक्सिन हानिदिन्छन् कि म भन्छु ल अनि खोज्दै आउँछु ल तिमीहरूको भिडियो देखाएर फोटो देखाएर अनि तिमीहरू स्कुल जान्छ अनि थुनेर जाने होला यिनीहरूलाई अनि थुनेर नगयो भने कसै स्कुलमा मार्छ होइन अनि तिमीहरू पढ्यो भने पो डक्टर हुन्छ त अनि चौधरी हो तिमीहरू तिमी चौधरी हो उसले पनि त्यति धेरै माया गर्छ भाइ तिमीले पनि कुकुरलाई अनि त्यस्तो गर्यो भने तिमीहरूले गाली गर न मर्छ त्यस्तो गर्यो भने त कुकुर यो पनि त छ के फारेको उयले गरी फारेको दाग दाग्दै हिस्सा लाग्छ धेरै मुजुको रोट वाइलर पनि हेर्नु यसले ठुलो युट्युबमा हाल्नु चाहिँदैन कि खेलाउन तिमीलाई त्यस्तो दिन हुन्न क्या अहिले सानो छ नि त अनि त्यो हड्डी हो नत्र त हाम्रै व्यापार हुने त हो न हामी दिइहाल्छौँ खेल्नु पनि पर्दैन क्या त्यस्तो केही दिनु पर्दैन तिमीलाई त्यस्तो लागेको मात्रै हो फाटिदिँदैन तिमी कस्तो बुझ्ने के
जात हेर्नु नि यसको धेरै मोटो मोटो छ सुन्नु छ भोटेको जस्तो तँ लाग्छ राम्रो के यिनीहरूको त कुकुरै धेरै मोटो छ है कस्तो हेल्दी यी हेर्नु न मोटो ओइ एकछिन मान्ने न यार ल जाऊ अब घर लगेर जाऊ बिस्कुट दिऊ दुधमा हालेर दिऊ थोरै दुधमा बिस्कुट हालेर दिऊ अनि यसको चाहिँ देख्छै ल त्यो त सुतिरहेछ सुताउँदै तिमीसँग कस्तो मजाले सुताइरहेछ ल घर लगेर त यता धेरै डुलाउनु हुन्न बाहिर त नडुलाउनु अब यसरी नडुलाउ ल रोग लाग्छ कुकुरको हस् यसरी नडुलाउ ल तिमी त पछिको डक्टर होइन त यसरी देखेँ मैले तिमीहरू पछिको डक्टर बन्ने होइन त एनिमलको ल घरमै राखेर जाऊ के लगेर झराको तैले त्यस्तो केही पनि मनमा नलिउ ल यो किन्न पाइन त्यो किन्न पाइन भनेर चाहिँदैन केही चाहिँदैन किन्न हल्लाएको कुकुर चाहियो स्याम्पू डग अहिले लगाइदिने बेला भएको छैन ठुलो भएपछि किन्छ के ल आन्टी हेर्नु त यताको के गर्नु के यो डोरी हो कि खाजा हो खाजा हो डोरी जस्तो म घरमा जान्छ त ओइ गो 1-2 महिना भयो भर्खर मैले त लकै परेन अनि आर्जु भने होइन गर्लफ्रेन्ड मेरो त हैन त्यस्तो पो आज ए तिम्रो चाहिँ के अरे मेरो त उयो छैन अघिसम्म भर्खर लक परेको छ अरे होइन छैन त्यो अघिसम्म भर्खर 2 महिना भयो भने होइन छैन पक्कै हो तपाईको चाहिँ लक पर्यो होला नि छैन उतै रिएक्सन पराएको जडी पनि है बोलेको त हिजो त्यही त्यस्तो खाँदिन हुँदैन क्या